ल गाइस यस्तो छ आइफोन स्टोर यो चाहिँ एप्पल स्टोर हो हैन भनेको 1,14,900 को यो घडी है यस्तो महँगो महँगो यस्तो राम्रो राम्रो क्रिमहरु छ यहाँनेर ल यो चाहिँ सी फुड हो है गाइस अक्टोपस दिन पछाडी चाहिँ निस्केको बाहिर हाम्रो एरियामा के टक्क छुन चलाउन हेर्न पाइन्छ लाउने स्ट्यान्डर्ड कपडाहरु चाहिँ यहाँ पाउँदैन है गाइस किनभनेदेखि यो चाहिँ Morning everyone, welcome to my new vlog. आज धेरै समयपछि फेरि पनि म घरबाट बाहिर निस्किएको छु यस्तो अवतारमा। आज चाहिँ म त्यस कति पछि भनेदेखि 1.5 महिना पछाडि होला जिन्जु जाँदैछु। जाडो छ है यस्तो अवतारमा टक्क टोपी लाएर ज्याकेट लाएर टक्क तातो भएर निस्किनु पर्ने हुन्छ। सो यस्तो धेरै स्पेशल त छैन आजको ब्लग हैन त्यही पनि यसो जस्ट फर मेमोरी भनेर अब के गरिन्छ कहाँ गइन्छ थोरै थोरै क्लिपहरु चाहिँ यहाँहरुमा चाहिँ प्रस्तुत गर्नेछु। सो यहाँहरुले मेरो ब्लग हेरेर आनन्द लिनुहोला धन्यवाद। आज त कति धेरै मान्छेहरु के बाफरे बाफ गाइस सधैँ चाहिँ यहाँ खाली हुन्थ्यो हैन मान्छेहरु एकदम कम हुन्थ्यो आज त पुरै भित्र पनि पुरै प्याक छ बाहिर पनि पुरै प्याक छ सिट नपाइएला जस्तो छ दाइहरु पुरै सिट पाइँदैन भनेर रेडी भएर लाइनमा बसिरहेछ हैन टिकट हातमा बोकिहालेर टिकट चाहिँ यस्तो छ यहाँ छ है जाने हो हामी चाहिँ बस चढेर लगभग 25 मिनटको यात्रा गरेर चाहिँ हामी जिन्जु जाँदैछौँ। यहाँ रोडमा छौँ गाडी वेट गरिरहेछौँ गाइज। ल गाइज हाम्रो गाडी आयो होइन अब हामी यही गाडीमा जाने हो। ल खसायो अब हाम्रो गाडी आयो यस्तो छ हाम्रो होइन यहाँ बुढाबुढी मात्रै छ बा सबै बुढाबुढीको लाइन मात्रै छ झर्ने पनि दिनु पर्यो बाटो झर्ने पनि बुढाबुढी बाहेक केही छैन चढ्ने पनि बुढाबुढी झर्ने पनि बुढाबुढी राइट एट द लास्ट ल हाम्रो लागि चाहिँ लास्ट सिट खाली रहेछ यी लास्ट सिट खाली मेरो लागि चाहिँ सबै गाडी प्याक छ आज धन्न लास्ट सिट चाहिँ खाली पाएँ मैले। यहाँ चाहिँ नेपाल जस्तो हुँदैन उभाएर लानु मिल्दैन यहाँ चाहिँ जस्ट जति सिट छ त्यति सिटमा मात्रै राखेर लान मिल्छ। सो सबै प्याक छ गाइड सिटहरू। सो वी आर गोइङ टु जिन्जु है त गाइज यो चाहिँ कोरियाको सानो बजार यहाँ चाहिँ बुढाबुढीहरू मात्रै देख्नुहुन्छ। ओके यहाँ हाम्रो सुलेबी खाने ठाउँ आइपुग्यो बजारमा। म चाहिँ आज धेरै दिन पछाडि बाहिर निस्केको अनि त्यस्तो धेरै चिसो त छैन तर जस्ट नर्मल चिसै छ अहिले पनि। सो म चाहिँ एकदमै बक्खु टोपी लाएर बाहिर निस्केको छु किनभनेदेखि अब कोरियाको चिसो पनि एकदमै चिसो हुन्छ गर्मीमा एकदम गर्मी हुन्छ नि त। सो टाउको एकदमै चिसो भयो भने मलाई चाहिँ टाउको दुख्छ। सो म चाहिँ टोपी लगाएर हिँडिरहेको छु। अगाडि दाइ हुनुहुन्छ पछाडि दिदी दाइ पनि हुनुहुन्छ। हामी 4 जना चाहिँ आज छुट्टीको दिन बाहिर घुम्ने अनि केही कामहरू थियो त्यही भएर हामी चाहिँ बाहिर निस्केका छौँ। अनि दिन चाहिँ जस घमाइलो नै छ तर एकदमै धेरै चिसो हावा चलिरहेको छ अनि मैले चाहिँ तातो लुगा लगाएर हिँडिरहेको छु अनि धेरै पछि पनि बाहिर निस्केको अनि अलिक रमाइलो पनि फिल भएको छ। काम गर्दा गर्दा वाक्क भइरहेको हुन्छ अनि कहिलेकाहीँ बाहिर निस्किँदा फ्रेस फिल पनि हुन्छ नि त। सो हामी चाहिँ बाहिर निस्केका छौँ आज अनि केही कामहरू पनि भएको भएर चाहिँ निस्केको हो। धेरै
धेरै दिन पछाडि चाहिँ निस्केको बाहिर हाम्रो एरियामा त्यति धेरै जाडो चाहिँ छैन जस्तो साउलमा यति धेरै जाडो थियो नि आम्मा साउल हिँड्दाखेरि पनि मुटु काम छ है अनि यहाँ त्यस्तो धेरै जाडो छैन आज हाम्रोतिर चाहिँ ठिक्कको वेदर छ त्यस्तो धेरै चिसो पनि छैन पन्जाहरू लाउनु पर्दैन तर हावाले हाँस्छ भनेर मैले चाहिँ टोपी लगाएको त्यहाँ टोपी एकदम तातो न्यानो भइरहेको छ अनि अहिले चाहिँ हामी यहाँनिर जेब्रा क्रसिङमा उभिरहेका छौँ रातो बत्तीमा अब त्यहाँनिर एप्पल स्टोर छ एप्पल स्टोरमा चाहिँ मेरो एप्पल स्टोरमा चाहिँ ओरिजिनल चार्जर किन्नु पर्ने छ त्यो भएर जान लागेको अब हामी त्यहाँनिर गएर चाहिँ सामान किन्ने त्यो पछाडि चाहिँ खाना खाने हाम्रो यस्तै कार्यक्रम छ ल यहाँ ओके म चाहिँ अहिले इमार्टभित्र जाँदैछु अनि यो इमार्टमाथि चाहिँ एप्पल स्टोर रहेको छ सो एप्पल स्टोरमा सानो सामान किन्नुपर्ने भएकोले म चाहिँ एप्पल स्टोरतिर जाँदैछु अनि यहाँ चाहिँ अहिले चाहिँ म लिफ्टमा चढिरहेको छु यो चाहिँ सरर स्लो मोसनमा आफै सर्ने लिफ्ट हो लिफ्टभन्दा हिँडेर गयो भने छिटो पुगिन्छ तर पनि लिफ्ट हुँदाहुँदै चाहिँ किन हिँड्ने भनेर म चाहिँ टक्क दाइलाई भिडियो खिच्न लगाएर आफ्नै तरिकामा होइन बिन्दास तरिकाले चाहिँ लिफ्टमा हिँडिरहेको छु लिफ्टमा गुडिरहेको छु अनि अब माथिल्लो तलामा हो एप्पल स्टोर चाहिँ 2 तलामा रहेको छ अनि म चाहिँ आफ्नै तरिकामा आफ्नै स्टाइलमा होइन पोज दिँदै भिडियो गर्दै चाहिँ गइरहेको छु आफ्नै तरिकामा रमाउँदै किनभने एकदम फ्रेस फिल पनि हुन्छ नि त बाहिर निस्केपछि सो स्टाइलमा हिँड्दै म चाहिँ भिडियो गर्दै अगाडि बढिरहेको छु अब लिफ्ट सकिन लाग्यो होइन त्यस पछाडि यहाँ लिफ्ट सके पछाडि साइडमा चाहिँ कस्तो राम्रो स्ट्याचु रहेछ क्या कुन चाहिँ के को हो चाहिँ मलाई राम्रोसँग थाहा भएन सो अब हामी यहाँबाट लेफ्ट लागिसके पछाडि चाहिँ एप्पल स्टोर आइपुग्छ गाइस ल गाइस हामी चाहिँ यहाँनिर म चाहिँ यहाँनिर एप्पल स्टोरमा आइपुगेँ होइन अब यहाँ म चाहिँ एडाप्टर किन्नु छ चार्जर किन्नु छ ल गाइस यहाँ चाहिँ आइफोनको प्राइस अहिले सेम त होला एज युजुअल होइन 16 प्रो म्याक्स 16 प्रो म्याक्सको 19 लाख 256 GB घटेछ त है छैन हटेकै छैन 256 यो प्लस ल गाइस यस्तो छ आइफोन स्टोर यो चाहिँ एप्पल स्टोर हो होइन अनि यहाँ चाहिँ अहिले स्टिल एज युजुअल आइफोनको प्राइस त्यति नै छ 256 GB को 19 लाख होइन अनि 19 लाख भनेको नेपाली 1,90,000 512 GB को 22 लाख भनेको 2,20,000 होइन अनि त्यस पछाडि 1 TB को 25 लाख 2,50,000 अनि प्राइस चाहिँ एज युजुअल छ अझै पनि घटेको छैन यो प्रो म्याक्स यो प्रो होइन आइफोन 16 प्लस यो चाहिँ प्लस हो यो चाहिँ प्रो आइफोन 16 प्रो म्याक्स अनि यो आइफोन 16 प्रो यो 16 प्लस अनि यो 16 ल यस्तो छ है अनि एयरपोर्टको प्राइस चाहिँ कति छ भनेदेखि एयरपोर्ट 4 भनेपछि एयरपोर्ट्स र एयरपोर्ट्स प्रोको प्राइस चाहिँ डिफ्रेन्ट हुन्छ यहाँनिर अनि यो चाहिँ एयरपोर्ट्स भयो अनि यो चाहिँ एयरपोर्ट्स प्रो भयो यो चाहिँ हालै स्टोरमा छु म चाहिँ होइन स्टोरमा चाहिँ यस्तो छ यहाँ चाहिँ चलाउन पनि पाइन्छ हेर्न पाइन्छ सबै कुराहरू यहाँ टक्क छुन चलाउन हेर्न पाइन्छ बोकेर लान चाहिँ पाइँदैन किनकि यहाँ पुरै राम्रोसँग पुरै उस गरेर राखेको हुन्छ सबै चलाउन हेरेर प्र्याक्टिस गरेर सबै गरेर लान पाइन्छ है एकदम राम्रो सुविधा हुन्छ यहाँनिरको चाहिँ पे सर्भिस यता चाहिँ एप्पल स्टोर भयो सबै एप्पलको यहाँ चाहिँ सबै ब्रान्डेड सामानहरू पाउने भनेदेखि यता चाहिँ स्यामसङ
अर्को यो चाहिँ यो साइड चाहिँ स्यामसङको हो सबै स्यामसङको सामानहरू चाहिँ यो साइडमा पाइन्छ एलजी स्यामसङ हैन क्यानन सबै यो साइडमा पाइन्छ ल गाइज यो चाहिँ एप्पल स्टोरमा पाइने ब्रान्डेड चार्जरहरू एडाप्टरहरू हो 이거 주시오 이거 에어폰 라이트닝 그래? 이거 라이트닝 맞으세요? लाइटनिङ 라이팅 लाइटनिङ 아 맞아 लाइटनिङ गर्ने 라이팅 खुगाको 이거 पावर एडाप्टर हैन C टाइप म चाहिँ एप्पल स्टोरभित्र अहिले टक्क दायाँ बायाँ हेर्दै अवलोकन गरिरहेको छु हुन त हामी फर्स्ट टाइम अस्ति आइसकेका छौँ यो चाहिँ दोस्रो पल्ट हो त्यही पनि आएको बेला टक्क भिडियो बनाइदिउँ न त भनेर म चाहिँ भिडियो गरिरहेको छु अनि यो चाहिँ अब एप्पल स्टोरभित्र त प्रायः सबै एप्पलको ब्रान्डहरू मात्रै छ हैन अनि यो चाहिँ सबै एप्पलको म्याकबुकहरू हो हैन त्यस पछाडि अगाडि साइडमा आइप्याड मोबाइल अनि एप्पल वाचहरू सबै रहेको छ अनि यो एरिया चाहिँ एप्पल ब्रान्डहरू सबै पाउने चाहिँ अब यो एरियामा हो अनि अपोजिट साइडमा चाहिँ स्यामसङ अनि त्यस पछाडि एलजीको ब्रान्डहरू पाउँछ यहाँ चाहिँ सबै जस इलेक्ट्रोनिक सामानहरू चाहिँ यहाँ पाउँछ यो पछाडिमा चाहिँ स्यामसङको हो भने लेफ्ट साइडमा चाहिँ एलजीको पनि सामानहरू पाउँछ एप्पल वाच पनि यति महँगो महँगो छ कि नेपाली 36,000 समथिङको छ यहाँ त झन् यति महँगो छ कि ओ माई गड के हो यो 11,49,000 भनेको 1,14,900 को यो घडी है अनि यो कतिको यो चाहिँ 59,900 को रहेछ हैन यो चाहिँ अनि यो चाहिँ कति भनेदेखि 63,900 को आम्मामा घडी किनेर त अनि घडी लाएर नसकिने रहेछ त हामीले त यो चाहिँ ठिक्क प्राइसको छ यो चाहिँ लगभग कति सक्छ त सक्नु सकिहाल्छ त यो सस्तो छ यो पनि 3 लाख भन्दा 63,000 को रहेछ यो चाहिँ मैले लगाएको छु यो होइन यो चाहिँ मतलब यो चाहिँ 3.5 लाखको यो 32,900 को लगाएको होला मैले यस्तो दामी दामी क्रिम वाउ यति महँगो छ नि यस्तो महँगो यस्तो राम्रो क्रिमहरू छ यहाँनिर तर अब कुन क्रिम कति लाउने भन्ने चाहिँ थाहा हुँदैन नि त हामीलाई चाहिँ अब इमार्टबाट निस्क्यो हामी चाहिँ अहिले कोरियाको पुरानो बजारमा छिर्दैछौँ कोरियाको पुरानो बजार चाहिँ यहाँदेखि छिर्ने हो टक्कसँगले यो चाहिँ यहाँ चाहिँ सुपथ मूल्यमा सस्तो सामानहरू राम्रो सामानहरू पाइन्छ यो चाहिँ कोरियाको सस्तो बजार हो प्राय यहाँ चाहिँ अब अलिक बुढाबुढी मान्छेहरू बेसी हुने गर्दछ ल यस्तो छ यो चाहिँ सस्तो बजारहरू प्राय यो चाहिँ अब धेरै कष्ट नपर्ने सस्तो बजारहरू हो खानेकुरा चाहिँ खान्छ के खाना खाने भनेर खोज्दैछौँ होइन खाना चाहिँ के खाने हो लास्ट टाइममा गएर त्यही सुजेबी खाने हो क्या यो चाहिँ हाम्रो यही रोडतिरको गल्ली जस्तो हो गल्ली छिरिया छ कहाँ हो थाहा छैन होइन यता हामी सुजेबी खाएको ठाउँ पो आइपुगेछ अस्ति हामीले यहाँ सुजेबी खाएको थियो पुरै यहाँ पलेटी मारेर फेरि थुक्पाप 7,000 सक्का थुक्पाप सुन्दे थुक्पाप यहाँ चाहिँ के थुक्पा भनेको झोल भात ल हामी चाहिँ अब सिजाङमा छिर्यो होइन यहाँ चाहिँ सबै बुढाबुढीले लाउने कपडाहरू मात्रै पाइन्छ हामीले लाउने स्ट्यान्डर्ड कपडाहरू चाहिँ यहाँ पाउँदैन है गाइस किनभनेदेखि यो चाहिँ सस्तो खालको होइन भरपर्दो टिकाउ खालको हो अनि यो चाहिँ हामीहरू जस्तो मान्छेहरूले लाउने हामीहरू जस्तो मान्छेहरूले किन्ने यस्तै चाहिँ होइन यहाँनिर चाहिँ कुनै चाहिँ हुन्छ कुनै ठाउँमा चाहिँ पाउँछ राम्रो नत्र भनेदेखि खासै राम्रो सामान पाउने ठाउँ चाहिँ होइन यो सिजाङ हामी चाहिँ यहाँनिर जाँदैछौँ
यहाँ चाहिँ सिरकहरू किन्ने ठाउँ, रसनाहरू किन्ने ठाउँ। जाडो महिना छ, यो पनि आवश्यकीय छ, तर अहिले हामीलाई आवश्यक छैन। यहाँ त एकै खालको ठाउँ चाहिँ हराइ गइन्छ जस्तो लाग्छ भने। यो चाहिँ एकदम ठुलो बजार हो गाइस, यहाँ सबै कुराहरू पाइन्छ, तर साह्रै सस्तो सस्तो मात्रै। यो चाहिँ काम गर्दा लाउने एकदम हुन्छ नि, काम गर्दा लाउने एकदम यो तातो तातो भरपर्दो लुगाहरू पाउने ठाउँ हो। हाम्रो लागि चाहिँ होइन, तर पनि यहाँहरूलाई देखाइदिइरहेको छु कि यहाँको ठाउँहरूमा कस्तो छ अरे। यहाँ निमा दाइको यो एक्सीमा किन्ने यो चाहिँ यही रहेछ, जहिले अल टाइम फेभरेट कलर, दाइले जहिले किन्ने। तर पानी, यसले पानी तोइदिन्छ नि त, हामीलाई चाहिँ काम छैन यो, किनभने पानी तोइदिन्छ हुन्छ नि तपाईँहरूलाई। हो चाहिँ कालो ठिक छ दाइ, हाङ्गे। हाम्रो नेपालको बाटोमा व्यवसाय गर्ने मान्छेहरू जस्तै हो क्या सबै यहाँ चाहिँ। हामी दाइलाई यो चाहिँ, यो ठाउँ चाहिँ दाइलाई खुब मनपर्ने ठाउँ हो। मामा घर हाम्रो दाइ जाने, दाइले धेरै भयो अरे टिका नलगाएको मामा घरमा गएर। मुख्य मामा घर दाइको, किनभनेदेखि दाइले टिका नलाएको धेरै भयो अरे दसैँमा। अनि यो चाहिँ ख्याङचल छ भनेको पुलिस स्टेसन हेड क्वार्टर हो। होइन नि, मेरो घर हो यहाँ, मेरो ऊ छ हुनेवाला घर हो नि क्या, माइत त माइत भइहाल्यो नि। हुनेवाला घर हो यो चाहिँ मेरो। उतातिर फर्काएर नपिन्छ नि देखाउँदैन। तातो चिसो के खान्छौ जाडोमा भनेर फेरि मलाई दिप के चाहिँ खाने हामी यहाँ त स्टुडियो पनि रहेछ, फोटो खिचेर जानुपर्छ है क्या। के खाने खाना, खानाहरू चाहिँ यस्तो छ है कोरियन खाना चाहिँ भाइ गाइज। युकेजाङ त खाँदा वाक्कै भएको। अलि राम्रो खाना भेट्यो भने खाऊ हेर्नु ल। हामी चाहिँ खानाको खोजीमा छौँ जिन्जेतिर अहिले। स्पेसल के खाने खाना भनेर चाहिँ हामी खोजी गरिरहेको छौँ। अनि यो खाली मान्छे रोड चाहिँ किन भने नि गाइज, हाम्रो चाहिँ बिदा चाहिँ अरूको काम गर्ने दिन हाम्रो बिदा हुन्छ, अनि त्यही भएर छुट्टीहरू नमिलेको कारणले गर्दाखेरि चाहिँ यो खाली रोडहरू मान्छेहरू भएको हो। ल हाम्रो खानेकुरा आयो गाइज। यो चाहिँ सुँगुरको मासुको झोलसँग आएको खुपखाप हो। खुप भनेको झोल, खाप भनेको भात र झोल। सुँगुरको मासुसँग मिसिएको हो यो। ए सँगै हुन्छ है भात नि? म त भात किन आएन भनिरहेको त। अन्त यहाँ चाहिँ यस्तो हुन्छ, सबै झोल मासु भात मिक्स गरेको हुन्छ, मिसाउनै पर्दैन हामीले, सबै मिसेर आएको हुन्छ। यो चाहिँ टक्क मोल्ने अनि फान्सानी परिकारहरूसँग कम खाने हो जाडोमा। ल हाम्रो आजको खाना यस्तो छ। हेर्दा नमिठो पनि मिठो छ है। तर हामी चाहिँ यहाँनिर अहिले अन्डरग्राउन्डभित्र आइपुगेको छौँ होइन। अनि यहाँ चाहिँ कस्तो राम्रो चप्पल, वाउ कस्तो किन्न रहर लाग्छ क्या मलाई। यस्तोहरू किनेर राख्नु मनपर्छ क्या, तर लाउने कहिले भन्ने हो कि। यस्तरी कस्तो किन्न मन लाग्ने खालको चप्पल। ल यहाँ खिचिदिनु फोटो। अब फोटो खिच्न आएको नि त हामी खास अन्डरग्राउन्ड त, नत्र अघि माथिबाट फर्किने हो कि। वा कस्तो राम्रो बुट्टा हो कि तैँले। अब यहाँ चाहिँ धिक मरिन्छ, तपाईँ घुम्नु नलाने भए यही फोटो दिनभरि फोटो खिचेर यही फोटो, अब यहीँनिर फोटो खिच्ने भिडियो गर्ने। ल यो चाहिँ सी फुड हो है गाइज, अक्टोपस। ओ माई गड, यो दाइ जिउँदै बेच्छ? ओहो, ल जिउँदै राख्ने, कसैले माग्यो भने चाहिँ यसलाई बेच्ने। अब कस्तो माछा हो यो चाहिँ? अब घिनलाग्दो हेर्दै खान मन नलाग्ने फुडहरू हो। यो एरियामा चाहिँ सबै सी फुडहरू मात्रै पाइन्छ। यिनीहरू सबै सी फुडहरू हो। माछाहरू पनि रहेको छ यहाँनिर चाहिँ। यो सबै माछाको
प्रजातिहरू रहेको छ। यो चाहिँ गुङ्गी हो। गुङ्गी भन्नाले पनि नेपालमा सानो सानो हुन्छ, यहाँ चाहिँ ठुल्ठुलो हुन्छ। यो सबै सीफुडहरू नाम चाहिँ मलाई राम्रोसँग सबैको याद छैन। यिनीहरू चाहिँ अक्टोपसदेखि ल्याएर मिक्स गरेर राखेको रहेछ। यो चाहिँ मिक्स गरेर राखेको सीफुडहरू त्यो टकटक किनेर लाने हो। यो सबै सीफुडहरू हो, नामहरू चाहिँ मलाई सबैको थाहा छैन। हामीले खाना चाहिँ खाएका छौँ। अनि यो माथि सबै माछाको प्रजातिहरू हो। अब माछा पनि धेरै प्रकारको हुन्छ नि त। सो यो माथिको चाहिँ झिँगे माछा हो, ठुलो सानो, यो अब साइज अनुसारको यहाँ चाहिँ झिँगे माछा र यो घुङ्गी पनि रहेको छ। घुङ्गी पनि ठुलो सानो हुँदो रहेछ। मलाई चाहिँ कुखुराको पाङ्रा एकदमै मनपर्ने भएको भएर दाइ र म चाहिँ यहाँनिर कतिवटा किन्ने भनेर चाहिँ दुईजना सल्लाह गर्दैछौँ। हामी 4 जना हो खाने चाहिँ, अनि 2टा लाने कि 3टा लाने भनेर चाहिँ हामी यहाँ सल्लाह गर्दैछौँ। फेरि सबैजना नखाने पनि हुनसक्छ नि त। सो हामी चाहिँ एउटा मात्रै लगौँ भनेर सल्लाह गरेर हामीले मासु किनिसक्यौँ। यो चाहिँ सबै मासुको आइटम पाउने ठाउँ हो। यहाँ चाहिँ अब सबै प्रकारको मासुहरू पाइन्छ। अनि यहाँ सँगै चाहिँ कस्तो राम्रो राम्रो कति क्युट केकहरू रहेछ क्या। अनि म त भिडियो नगरी बस्नै सकिनँ। अनि अब आफ्नो बर्थडे नभए पनि अब हुन्छ नि, हेरेर भए पनि चित्त बुझाउँ न त भनेर मैले चाहिँ सबै केकहरूको फोटो भिडियो बनाएँ होइन। कस्तो राम्रो राम्रो केक रहेछ क्या। अनि अब आफ्नो बर्थडेमा त काट्न पाइँदैन, त्यही पनि भिडियो खिचेर भए पनि चित्त बुझाऊँ भनेर मैले चाहिँ भिडियो बनाएँ। अनि यतापट्टि चाहिँ अर्कै आइटमहरू रहेको छ। यहाँ मार्टमा के हुन्छ हामी सबै कुरा थाहै पाउँदैन। कोरियन फुडहरू के हुन्छ है, सबै अर्कै परिकारहरू रहेको छ। भने हाम्रो सपिङ चाहिँ यति मात्रै छ आजको लागि चाहिँ। अनि यो सेक्टर चाहिँ भेजिटेबल अनि सागहरू रहेको छ। सागहरू पनि यस्तो हुन्छ कि नेपालमा पाइने फुलहरू पनि हुन्छ। यहाँ सबै किसिमको सागहरू खान्छ। यो चाहिँ रायो साग जस्तै देखिन्छ, तर रायो साग त होइन। खै यो के झार हो, यो के साग हो, यो चाहिँ पालुङ्गो साग हो। चिन्नै सकिँदैन के हुन्छ। यो चाहिँ ब्रोकाउली रहेको छ होइन। यता यो के परिकारको सागहरू हुन्छ हामी चिन्नै सक्दैन भने। फेरि कति महँगो छ नि, यति महँगो हुन्छ कोरियामा। अनि यो चाहिँ अब फ्रुट्सहरू आयो, अङ्गुरहरू। यो चाहिँ अङ्गुर हो, कालो अङ्गुर। यता सेतो अङ्गुर। यो चाहिँ कस्तो मिठो हुन्छ यो कालो अङ्गुर चाहिँ। अनि यतापट्टि यो चाहिँ चेरी हो क्या अरे। अनि यता सुन्तला, जुनार होइन। अनि यो चाहिँ के हो, यो चाहिँ अब ऊ होला हलुवाबेद, स्याउ। अनि सबैको नामै मलाई थाहै हुँदैन। यो चाहिँ पहेँलो जसको नामै बिर्सेँ मैले। अनि यो पनि पहेँलो, यतापट्टिको सुन्तला भइहाल्यो, जुनार भइहाल्यो होइन। यिनीहरू सबै सुन्तला जुनारको आइटमहरू रहेको छ। मलाई चाहिँ फ्रुट्सहरू प्रायः सबै मनपर्ने भएको भएर फ्रुट्सहरू खुब हेर्छु कि। अनि यता चाहिँ ओखर पनि रहेछ क्या, दाना पाउने रहेछ कत्रो प्याकमा। अनि यता चाहिँ बदामहरू सबै मिक्समा पनि पाउँदो रहेछ कि। यो चाहिँ तिहारमा हामीले भाइ मसला दिन्थ्यो नि, त्यस्तै याद आयो मलाई यो प्याक गरेको देख्दाखेरि चाहिँ। फेरि पनि आयो सुन्तला स्याउको घारीमा आइपुगेँ म। अनि यतापट्टि अङ्गुर, यतापट्टि किवी, थुप्रो छ। अनि स्याउ त यति महँगो छ नि, 19,800 अरे क्या। ओ माई गड, सायद 3टा 2टा हुन्छ होला। यो चाहिँ किवी हो। सो म चाहिँ अब यति नै गर्छु भिडियो।